जय मसीह साथीहरूलाई सम्पूर्णलाई तपाईलाई थाहा छ परमेश्वर यस्तो महान हुनुहुन्छ। कहिले पनि यदि हाम्रो चर्चहरू भत्काइन्छ या मण्डलीलाई समस्याहरू आउँछ संगति गर्न दिदैन भने पनि कुनै पनि कुराले रोक्न सक्दैन। यहाँनिर हेर्नुस्, यो दृश्य इन्डियाको छत्तीसगढ भन्ने ठाउँको हो यो। यहाँनिर चाहिँ धेरै समस्याहरू आइरहेको छ, मण्डलीमा, परिवारमा अनि चर्चहरूमा धेरै समस्याहरू आइरहेको छ। तर पनि परमेश्वरको राज्य, परमेश्वरको सेवा रोक्नको लागि कसैले कोसिस गर्छ भनेदेखिलाई अझ जो संगति हुँदैछ त्योभन्दा चाहिँ डबल त्रिपल हुँदै जान्छ। यदि कसैले चाहिँ परमेश्वरका जनहरूलाई केही गर्छ भने त्यो कुनै पनि हालतमा रोकिनेवाला छैन। तपाईँ हामी यहाँनिर हेर्दैछौँ है, कस्तो खालको यो पहाडमा चाहिँ परमेश्वरको महिमा गर्नु भएको छ। हाम्रो चर्च भनेपछि मात्रै चाहिँ हाम्रो मण्डली हुन्छ भन्ने छैन, तर हामी चाहिँ विश्वासीहरू, क्रिस्चियनहरू जहाँनिर एकजुट भएर चाहिँ परमेश्वरको महिमा गर्छन्, चाहे बाटोमा होस्, चाहे घरमा होस्, चाहे जङ्गलमा किन नहोस् है, अनि त्यहीँनिर नै परमेश्वरको आराधना, परमेश्वरको महिमा हुन्छ। हेर्नुहोस् त, कुनै पनि मानिसहरूले चाहिँ चर्चहरू भत्काएर क्रिस्चियनको चाहिँ सेवा खाएर रोक्छु भनेर, यिनीहरूलाई दबाउँछु भनेर चाहिँ कुनै पनि कुराले रोक्न सक्दैन र अहिलेसम्म रोकिएको पनि छैन। र जति मानिसहरूले रोक्न खोजे परमेश्वरको राज्यको लागि, चर्चहरू जति भत्काउँदै गए है, अनि परमेश्वरका जनहरूलाई, क्रिस्चियनहरूलाई मार्दै गयो, तर झन् त्यति नै बढ्दै परमेश्वरले लैजानु भयो, बढाउँदै लैजानु भयो। तपाईँ हामीले हेर्न सक्छौँ यहाँनिर चाहिँ है, कस्तो मजाले चाहिँ यो पहाडको कुनामा गएर चाहिँ परमेश्वरको महिमा गर्नु भएको छ। हेर्नुहोस् त, के परमेश्वरको राज्यलाई रोक्नुहुन्छ तपाईँहरूले? के परमेश्वरको सेवाकालाई रोक्छु भनेर हुन्छ? के क्रिस्चियनलाई चाहिँ हाम्रो देशबाट हटाउँछु भनेर हुन्छ? कुनै पनि हालतमा तपाईँले यो काम गर्न सक्नुहुन्न। र यस्तो छ भने चाहिँ हामी चाहिँ यस्तो भिडियोलाई हेरेर परमेश्वरका जनहरू, इसाईहरू त झन् परमेश्वरलाई धन्यवाद दिनुपर्छ। र कति ठाउँहरूमा तपाईँ हामीलाई थाहा छ अनि समस्याहरू आएको कारणले गर्दाखेरि, मानिसहरूको, गाउँको समाजको दबावमा आएको कारणले गर्दाखेरि मानिसहरूलाई चाहिँ डर लागेको हुन सक्छ। तर तपाईँ र हामीले चाहिँ यो भिडियोलाई हेरौँ आज। यदि तपाईँ हामी परमेश्वरका जनहरू, क्रिस्चियनहरू, इसाईहरू भएर चाहिँ सेवाकाईहरू गर्दैछौँ भने तपाईँ हामी आत्तिनु पर्ने कुराहरू छैन, डराउनु पर्ने कुराहरू कुनै पनि कुराहरू छैन। किन भन्दाखेरि डरको अगाडि नै जित छ। हेर्नुहोस् है, परमेश्वरले चाहिँ तपाईँ हामीलाई चाहिँ त्यही ठाउँबाट चाहिँ परमेश्वरले लैजाँदै हुनुहुन्छ र लैजान पनि चाहनुहुन्छ। कतिजनाले त्यही अवस्था भएर चाहिँ लैजानु भएको छ। किन भन्दाखेरि कुनै पनि मानिसले परमेश्वरको सेवाकालाई रोक्न सक्दैन, तर क्रिस्चियनलाई यदि कसैले सताउँछ भने त्यो त झन् डबल त्रिपल भएर जान्छ है, झन् धेरै भएर झन् आशिषमय भएर जान्छ। कुनै पनि मान्छेले चाहिँ इसाईलाई, चर्चलाई रोक्छु भनेर रोकिँदैन। त्यही भएको कारणले गर्दाखेरि अनि हाम्रा परमेश्वरका जनहरूले यो भिडियो हेर्नुहोस् र तपाईँको जीवनमा पनि यस्तो समस्याहरू आएको छ भने चाहिँ यो भिडियोलाई हेरेर तपाईँ हामीलाई अझै पनि हौसला, अझै पनि ढाडस मिल्न सक्छ है। किन भन्दाखेरि धेरैजना मानिसहरूले यस्तो भिडियो नदेखेको कारणले गर्दाखेरि, हौसला इन्करेज गर्ने मानिसहरू नभएको कारणले गर्दाखेरि मानिसलाई डर छाएको छ। कतिजनाले त सेवाकाई नै रोकेर बन्द गरेर चाहिँ देश विदेश लाग्न थाले। तर तपाईँ र हामी एउटै कोसिस गरौँ कि हाम्रो यो भिडियोको माध्यमद्वारा चाहिँ तपाईँ हामीलाई चाहिँ अझै पनि ढाडस मिलोस्, तर डराउने होइन। परमेश्वरका जनहरूले तपाईँलाई थाहा छ, बाइबलमा हामी हेऱ्यौँ भने प्रेरितको पुस्तक 5को अनि 41 र 42 पदमा त्यहाँ हेऱ्यौँ भने चाहिँ त्योभन्दा माथि चाहिँ जब हामी हेर्दै जाँदाखेरि त्यहाँनिर मन्दिरहरूमा परमेश्वरका जनले प्रचारहरू गर्थे है, प्रार्थनाहरू गर्थे, मानिसलाई शुभ समाचारहरू लिएर जान्थे, सुनाउँथे, तर मानिसहरूले बुझेनन्। तर त्यहाँका मानिसहरू, समाजहरू कट्ठा भएर एकजुट भएर त्यहाँ के गर्न थाले भन्दाखेरि परमेश्वरका जनहरूलाई चाहिँ मना गरियो त्यहाँनिर। अनि आजबाट चाहिँ यो कुराहरू, येशूको नाउँ प्रचार नगर्नु भनेर चाहिँ त्यहाँ धेरै ठाउँहरूमा बन्द गरियो। तर पनि त्यहाँनिर मानिसहरूले चाहिँ परमेश्वरका जनहरू प्रेरितहरूलाई कुटे है, पिटे पनि। तर चाहिँ उनीहरूले के गरे भन्दाखेरि येशूको नाउँमा अपमान सह्यो भन्दै झन् तिनीहरू त के गर्न थाले भन्दाखेरि डराएनन्, तर तिनीहरू त झन् खुसी हुँदै है, झन् धेरै चाहिँ तपाईँको परमेश्वरको सेवाकाईमा अगाडि बढ्दै गए, सुसमाचार सुनाउँदै गए, कसैले पनि रोकिएन। तर चाहिँ हामी एउटै कोसिस गरौँ, यदि कुनै पनि मानिसहरूले, कुनै पनि धर्मको मान्छेले चाहिँ इसाईलाई रोक्छु, सेवाकाईलाई रोक्छु भनेर चाहिँ कोसिस गर्छ भनेदेखिलाई उनीहरूले चाहिँ कालो अरियाल भन्ने थाहा छ नि तपाईँले, अरियाल है, त्यो कालो अरियाललाई चाहिँ झिस्काएको जस्तै हो। कालो अरियाललाई तपाईँले यदि झिस्काउनुहुन्छ भने चुपचाप बसेको हुन्छ। यदि अरियालको गोलाको वरिपरि गएर तपाईँले त्यो गोलालाई हान्ने है, त्यसलाई खसाल्ने काम गर्न थाल्नुहुन्छ भने त्यसले कहिले पनि तपाईँ पानीभित्र गएर पनि तपाईँलाई छोड्दैन।
क्रिस्चियनहरू पनि त्यस्तै हो। यदि क्रिस्चियनहरूलाई कसैले झिस्काउँछ भने चाहिँ त्यो कालो अरियालको पनि बाउ हुन्छ, फेरि त्यस्तो खतरनाक हुन्छ फेरि है। अनि त्यो चाहिँ त्यस्तो बनाउने को भन्दाखेरि चाहिँ मानिसहरू होइन, हाम्रो बल र ताकत होइन, त्यो हाम्रो सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, जसले चाहिँ स्वर्गबाट उहाँका जनहरूलाई खडा गरेर नियुक्त गरेर चाहिँ संसारको कुनै कुनै समयमा शुभ समाचार पुर्याउन् भनेर चाहिँ उहाँले चाहिँ नियुक्त गर्नुभएको छ, अभिषेक गर्नुभएको छ। तिनै जनहरूद्वारा नै परमेश्वरले ठुल्ठुलो कामहरू गर्नुहुन्छ। त्यही भएर क्रिस्चियनहरूलाई झिस्काउने कोसिस नगर्नुहोस्। यदि कोही हुनुहुन्छ भने, यदि तपाईँले इसाईहरूलाई गएर चर्च भत्काउँछ, यिनीहरूको सेवाकालाई रोक्छु भने यदि कसैले पनि त्यस्तो निर्णय गरेको छ भने तपाईँले चाहिँ गलत गर्दै हुनुहुन्छ र तपाईँले त्यही ठाउँमा नै भोलि बिहान तपाईँले यस्तो हेर्नुहुन्छ कि त्यो ठाउँमा चाहिँ तपाईँले झिस्काउनु भयो अरियालको गोलालाई, तर त्यसले आएर तपाईँको बर्बाद गराउँछ तपाईँको घरहरू। एउटा कोसिस गर्नुहोस् र हामी चाहिँ छोड्दैनौँ, हामी चाहिँ अरियालको गोला भन्दा पनि बढ्ता हुन्छौँ फेरि होइन, त्यसै पनि छौँ, अझै पनि हुनुपर्छ हामी त है। हामी त मानिसहरूको बिचमा गएर शुभ समाचार येशूको सन्देश लिएर सुनाउनु पर्छ। येशूको विषयमा येशू ख्रीष्ट किन आउनुभयो यो संसारमा भनेर चाहिँ हामीले बताउँछौँ, तर मानिसहरूले चाहिँ आरोप ल्याउँछ, तर त्यो आरोपले तपाईँको आरोपले कुनै पनि काम गर्न सक्दैन, गरेको पनि छैन, अहिले गर्न पनि सक्दैन। त्यही भएको कारणले सर्वशक्तिमान परमेश्वरका जनहरूले यदि कसैले झिस्काउँछ भनेदेखिलाई अनि त्यहाँनिर चाहिँ साँच्चै नै परमेश्वरले चाहिँ झन् ठुल्ठुलो कामहरू गर्नुहुन्छ। यो भिडियो चाहिँ इसाईहरूलाई मात्रै नभएर चाहिँ अरू धर्मको मानिसहरूलाई पनि म चेतावनी दिन चाहन्छु, तपाईँले कुनै पनि हालतमा रोकेर रोक्नुहुन्न। एउटा काम गर्नुहोस्, त्यस्तो छ भनेदेखिलाई बरु तपाईँले म पनि एउटा सिक्ने कोसिस गर्छु, म पनि चर्चमा जाने कोसिस गर्छु, यिनै इसाईहरूले के गर्दा रहेछन् भने एउटा सिक्ने कोसिस गर्नुहोस् है। म एउटै यही भन्न चाहन्छु कि हामीले चाहिँ अरूलाई विरोध गर्न भन्दा पहिला हामीले देखेर जानेर त्यो बुझेको चाहिँ राम्रो हुन्छ मानिसहरूलाई। हुन्छ, जय मसीह सबैजनालाई।